हेलो गाइस, हाम्रोमा चाहिँ आज लोकल खसी गाउँकै खसीको मासु पाक्न आँटेको अवस्था थियो नि। गाउँको स्टाइलमा मम्मीले यहाँ पकाउँदै हुनुहुन्छ। मम्मीको हातको मासु चाहिँ एकदम मिठो हुन्छ। अनि आगोमा पकाउँदैछौँ हामी चाहिँ। मम्मीले आगो बालेर कराही बसाल्दै हुनुहुन्छ। तिर्खा मिलाएर बस्नुको अवस्था होइन। यहाँ मम्मीले पकाउँदै हुनुहुन्छ। हेर्नु है त गाइस, हाम्रो गाउँको स्टाइलमा मासु कसरी बनाइन्छ भनेर। अब हजुरहरूले चाहिँ कुन तरिकाले पकाउनुहुन्छ थाहा छैन। हामी चाहिँ पसिना आइसक्यो गर्मी छ एकदमै, पानी परे पनि। हामीले चाहिँ सुरुमा मेथी हाल्छौँ। तेल तातेको छ कि छैन चेक गर्दै हुनुहुन्छ मम्मीले बिस्तारै। हाम्रो घरमा चाहिँ प्राय मासु मम्मीले नै बनाउनुहुन्छ, किनकि मम्मीले पकाएको एकदम मिठो हुन्छ। आगोमा पकाउँछु। हाम्रो घरमा चाहिँ सानो मिठो भन्ने बिरालो पनि छ। उसको चाहिँ बेबी पाएर बसेको छ, सुत्केरी छ ऊ चाहिँ। ऊ चाहिँ एकदम अल्छी छ। दियो भने मात्र खाने, मुसा नमार्ने। दियो भने खाने, मुसा नमार्ने। यो चाहिँ हाम्रो घरको एकदम अल्छी बिरालो। यसले 3टा छोरी पाएर बसेको चाहिँ, तर एकदम अल्छी चाहिँ। दियो भने मात्र खाने हो, मागेर खाएर पेट पाल्ने। आफू चाहिँ मुसा मार्न जान्दिन। 3टा बच्चा पाछे, छोरी छोरी। अब हेर्नुहोस् साथीहरू, हाम्रो मासु पकाउने स्टाइल। धेरै भएको अवस्था। हाम्रो चाहिँ लट्टो खसेको मासु। सक्नुहुन्छ साथीहरू, हाम्रो मासु चाहिँ एकचोटि छोपेर फेरि अर्कोचोटि चलाएर चाहिँ अब हामी चाहिँ यसमा बेसारेर अलिकति हाल्ने अनि फेरि चलाउने। उड्यो। त्यसपछि हामी नुन हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ मासुमा भएको पानीहरू चाहिँ सबै निस्किन्छ र स्वाद पनि मिठो हुन्छ। स्वाद अनुसार नुन हाल्ने।
मजाले चलाउने। ग्यासमा पकाएको आलु पकाएको चाहिँ एकदम मिठो हुन्छ। फेरि यसलाई एकछिन यसरी छोप्ने। हाम्रो अर्ग्यानिक किचन राम्रो छ। कस्तो छ हाम्रो त यस्तो छ। नराम्रो देखेर घिन्न मन होला। हामी सफा गरेर पकाउँछौँ। साथीहरू नुन र बेसार हालिसकेपछि चाहिँ मासुबाट यसरी पानी निस्किन्छ। हेर्न सक्नुहुन्छ। यो कराईमा बनाएको चाहिँ त्यो जे पनि मिठो हुन्छ है। तर पकाएको चाहिँ जे कुरा नै यसमै मिठो हुन्छ। हेर्न सक्नुहुन्छ। यसरी पानी निस्किन्छ मासुमा चाहिँ। यसरी पानी निस्केको चाहिँ मजाले सुकिसकेपछि चाहिँ यसलाई हामी बाँकी भएको जुन तेल हुन्छ तेलमा प्याजहरू हाल्ने, मसलाहरू हालेर मजाले चलाउने। गाइस अब हेर्नुहोस् यहाँ मासुको पानी मजाले सुकिसकेपछि चाहिँ मम्मीले प्याज हाल्दै हुनुहुन्छ। हामीले चाहिँ बनाउने स्टाइल यस्तै हो। एकदम मिठो टिक्कर स्वाद आउँछ यस्तो मासुको चाहिँ। मासुको झोल पनि सुक्दैन मम्मी। हालेर रातो बनाएर मासु पनि रातो हुन्छ, प्याज पनि रातो रातो खानेवाला आउनेवाला त भयो नि। रोकुमै सक्नुहुन्छ साथीहरू। प्याज चाहिँ मजाले रातो भइसकेको छ। सब पानी सुकेर भइसकेपछि हेर्नुहोस् प्याजहरू मस्तो पाकेर रातो रातो हल्का ब्राउन ब्राउन हुन थालिसकेको छ। अब हामीले चाहिँ त्यहाँ मसला के भन्छ जिरा, दालचिनी अनि त्यसपछिबाट ठुलो मसला मैले त्यसमा मिसाएको है मम्मी जिराको मसला अनि मिट मसला त्यो नि हालेको छु। ऊ त्यही हालेको छु 2 चम्चा। हाले सबै त्यो मिक्स गरेर मिठो हुन्छ नि त। हामीले त्यसरी मिक्स गरेर 2 चम्चा हाले अदुवा, लसुन, जाइफल, दालचिनी सबै थोक हालेर मैले पानीको हालेको थिएन। त्यहाँबाट त बोकेर आफ्नो त्यो चाहिँ सबै मजाले मिक्स गरेर मजाले चलाउँदै हुन्छ। मसला मजाले खानु पाउँछ, जन्म पाउँदैन। रातो मसला हाल्ने प्याज रातो हाम्रो गाउँघरमा यसरी पकाउँछौँ। मसलाहरू हाल्नुहोस्, हेरिदिनु लाइट खन्नु तेल सफात सबै गरिदिनु होला। नराम्रो भयो हजुरहरूलाई हामी गर्छौँ। अब मजाले मसला पाक्न दिने जबसम्म त्यो बास्ना आउँदैन। पानी हाल्नु नि मम्मी थोरै हालेर।
अन्यको लन्च ल्याएको आएन हामी चाहिँ मसला मजाले पाक्दैछ मसला बास्न आउँदैछ मम्मी चलाउँदै हुनुहुन्छ मासु हामी चाहिँ खसीको मासुमा गोलभेडा हाल्ने गरेको छैनौँ तिनीहरूले कुखुराको खानु पनि साथीहरू बर्ड फ्लू आइरहेको छ अब फेरि एकछिन हामीले मसलालाई पकाउँछौँ हेर्नु साथीहरू हाम्रो चाहिँ मसला मजाले पाकिसकेको छ मासु पनि एकदम मजाले रातो भइसकेको छ थोरै पानी हाल्दैन न त्यो मसला लगाए पनि आउँछ नि त्यो मसला त्यो कुना कुनामा लगाए पनि आउँछ नि भुटुवा हामी चाहिँ भुटुवा पनि खाने चलन छ साथीहरू मासु पकाउँदाखेरि भुटुवा नखाइकन चाहिँ हामीलाई चित्त बुझ्दैन त्यही भएर मम्मीले चाहिँ भुटुवा छुट्याउँदै हुनुहुन्छ हामीलाई चाहिँ भुटुवा जति पनि खानै पर्छ भुटुवा नखाइकन चाहिँ हामीलाई चित्त बुझ्दैन साथीहरू हामी चाहिँ यसमा थोरै रस हालेर मामसँग खाने गर्छौँ खसीको मासु चाहिँ हजुरलाई मान पनि मिठो हुन्छ खसीको खुट्टाहरू चाहिँ कोदाको ढिँडोसँग एकदम बेस्ट हुन्छ मम्मी चाहिँ हामी चाहिँ खसीको खुट्टा कोदाको ढिँडो खाने भएन हजुरहरूलाई देखाउला त्यो चाहिँ मम्मीले रस राख्नु पऱ्यो धनियाँ चाहिँ अहिले गाउँतिर चाहिँ सिजन सकेको भएर धनियाँ चाहिँ छैन हाम्रो बारीमा अनि मैले पसलबाट पनि ल्याउन बिर्सेछु अनि मम्मीले अघि भुटुवामा नुन थुक्क हाल्नुभएको थियो अनि रस हालिसकेपछि चाहिँ मजाले नुन हालेर अलिकति रसमा अलिक कम भयो भने मिठो हुँदैन मम्मी रस हालेर चाहिँ मजाले मासु हुँदै हुनुहुन्छ अब मजाले रस छिर्ने गरेर पाक्न दिने अनि त्यसपछि एउटा चाहिँ खाने साथीहरू मजाले पाक्न दिने मम्मीले सोधिदिनु भयो आगो चाहिँ मजाले बलेको छ हेर्नु हजुर कस्तो पाक्छ साथीहरू अब चाहिँ म पाकिसकेपछि चाहिँ मासु कस्तो देखिन्छ म तपाईँलाई देखाउँछु है त हेलो गाइजहरू हाम्रो चाहिँ मासु फाइनल्ली रेडी भइसकेको छ मजाले पाकेर हेर्नुहोस् झोल मजाले खुलिरहेको छ मजाले अब यसमा लास्टमा चाहिँ हामी धनियाँ एड गर्छौँ अनि धनियाँको एकदम मिठो टेस्ट आउँछ अनि म खाएर पनि देखाउँछु ल हजुरहरूलाई कस्तो भएछ भनेर ल पाकेर यस्तो देखिसकेको चाहिँ एकदम हेर्दै खाउँ लाग्ने जस्तो टाइपको मजाबाट देसी धनियाँ एड गर्नुभएको छ यो चाहिँ एकदम मिठो हुन्छ मासुसँगै पकायो भने चाहिँ धनियाँको स्वाद नै आउँदैन अनि पछि हाल्यो भने चाहिँ धनियाँको मिठो स्वाद आउँछ तपाईँहरूलाई अब कस्तो लाग्छ हामी पकाएको तपाईँहरूले कसरी पकाउनुहुन्छ त्यो चाहिँ मजाले भन्नु होला साथीहरू अनि हाम्रो यहाँ दही छ घरमै बनाएको होममेड दही हो यो चाहिँ मजाले हाम्रो घरमै बनाएको होममेड दही अनि यहाँ चिसो पनि छ हामी चाहिँ आज हाम्रो यस्तै छ नर्मल खानेकुराहरू चाहिँ अनि हाम्रो लोकल बारीमै फलेको काँक्रो पनि मम्मी लिएर आउँदै हुनुहुन्छ हाम्रो बारीमा काँक्रो पनि लगाएको छौँ अनि साथीहरू हाम्रो चाहिँ खाना चाहिँ हो माम भुटुवा चाहिँ अहिले हामी चाख्छौँ कस्तो भएछ किनकि हाम्रो भुटुवा नचाहिँदा खाँदैन हेर्नुहोस् हाम्रो यस्तो छ हाम्रो चाहिँ हाम्रो चाहिँ घरमा फलेको आफ्नै बोटमा पक्रेको काँक्रोहरू चाहिँ हजुरले खाने भए आउनुहोस् होला अब म खाने बेलामा चाहिँ हजुरहरूलाई देखाउँछु कस्तो भएछ भनेर साथीहरू अघि पाकेको मासु माम सलाद चाहिँ हामीले खान थालिसकेका छौँ हेर्नुहोस् यस्तो मिठो खुवाउ लाग्दो भएको छ हजुरहरूलाई पनि कस्तो लाग्यो होला कमेन्ट गर्नु होला धन्यवाद।